हालेलुया। हालेलुया। उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरू, छोराछोरीहरू, यहाँहरू सम्पूर्णमा म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैलाई जय मसीह। जय मसीह। आज हामी इसाई जीवनमा नैतिकताको सवाल भन्ने विषयमा वचन हेर्नेछौँ। आजको हाम्रो वचनको शीर्षक चाहिँ रहेको छ इसाई जीवनमा नैतिकताको सवाल। यो शीर्षकबाट पनि तपाईहरूले अनुमान गर्नुभयो होला, इसाई जीवन एउटा पक्ष छ भनेपछि अर्को पक्ष चाहिँ रहेको छ नैतिकता भन्ने छ। र आज हामीले यही विषयमा केन्द्रित भएर आजको वचनलाई हेर्नेछौँ, इसाई जीवनमा नैतिकताको सवाल। सबैभन्दा पहिला म रोमी 12 अध्यायको 2 पदलाई यहाँको बीचमा पढेर सुनाउँछु। यहाँ यस्तो लेखिएको छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। आमेन। आउनुहोस् म छोटो प्रार्थना गर्नेछु। महान अनि अति दयालु जीवित जिउँदो परमेश्वर पिता, म आज यो वेदीमा तपाईँ परमप्रभुको वचनलाई प्रचार गर्नको निम्ति, घोषणा गर्नको निम्ति र बोल्नको निम्ति यस ठाउँमा खडा भएको छु। मेरो हृदयलाई, मेरो ओठ जिब्रो र मुखलाई तपाईँ परमप्रभुको अगुवाईमा र तपाईँको नियन्त्रणमा प्रभु मलाई सिकाउनु भएको होस्, अगुवाई गर्नु भएको होस्। यो वचन जसले सुन्दै हुनुहुन्छ, सुन्ने तपाईँका छोराछोरीहरूको हृदय अनि उहाँहरूको कानलाई तपाईँ परमप्रभुको चरणमा राख्दछु, सहायता गरिदिनु भएको होस्। बाधा ल्याउने दुष्टका कुनै पनि थोकहरूलाई, दुष्टका कुनै पनि योजना र युक्तिहरूलाई यहाँ नासरत येशूको नाममा म रद्द तुल्याउँदछु, येशू प्रभुको नाममा। आमेन। नैतिक जीवन भनेको चाहिँ आत्माको फल हो, जुन आत्मिक अनुशासन र बाइबलीय शिक्षा मार्फत विकास हुन्छ। यो चाहिँ आज हाम्रो वचनको मुख्य शिक्षा रहेको छ। तपाईँले सुन्नु भएन भने फेरि सुन्नुहोस् कि नैतिक जीवन भनेको आत्माको फल हो। नैतिक जीवन भनेको चाहिँ आत्माको फल हो, जुन आत्मिक अनुशासन र बाइबलीय शिक्षा मार्फत विकास हुन्छ। आत्मिक अनुशासन हुनुपर्छ र बाइबलीय शिक्षा चाहिँ ग्रहण गर्नुपर्छ, अनि चाहिँ इसाई जीवनमा नैतिकताको सवाल प्रमुख बनेर आउने गर्दछ। यो नैतिकता भनेको के हो भन्दा, नैतिकता भनेको चाहिँ राम्रो र नराम्रो बीचको भिन्नता बुझ्ने क्षमता चाहिँ नैतिकता। राम्रो र नराम्रो, गर्न हुने र गर्न नहुने, असल र खराब, जुन कुराको भिन्नता छुट्याउन सकिन्छ अनि त्यो भिन्नता छुट्याउन सक्ने क्षमता चाहिँ नैतिकता हो। बाइबलमा नैतिकता परमेश्वरको आज्ञा र येशूको शिक्षामा आधारित छ। जुन बाइबलमा हामीले हेर्छौँ, यहाँ चाहिँ नैतिकता भन्ने चाहिँ परमेश्वरको वचनको आज्ञा अर्थात् परमेश्वरको आज्ञा र येशूको शिक्षामा चाहिँ आधारित छ। त्यसको निम्ति हामीले केही कुराहरू हेर्नु पर्दछ। जस्तो नैतिकता भनेको चाहिँ प्राय गरेर 3 प्रकारले मानिसहरूले विभाजन गर्छ। पहिलो नैतिकता भनेको चाहिँ सामाजिक नैतिकता। सामाजिक नैतिकता भनेको चाहिँ समाजमा चलिआएको है नैतिकतालाई हामी के भन्छौँ, लोकाचार पनि भन्छौँ है। यस्तै हो तर लोकाचारको निम्ति भए पनि देखाउनुपर्छ भन्छन् नि मान्छे, लोकाचार अनुसार है। यस्तै हो, लोकाचारको खातिर भने तपाईँ सुन्नु भएको छ नि। लोकाचार भनेको चाहिँ के हो भने, लोक भनेको जनता अथवा
समुदाय। अनि आचार भनेको चाहिँ त्यहाँ भएका गतिविधिहरू अथवा त्यहाँ हुने क्रियाकलापहरूलाई चाहिँ आचार विचार भनिन्छ। लोक आचार भन्दा चाहिँ लोकाचार भन्छौँ, र त्यसको अर्थ चाहिँ के हो? लोक प्लस आचार अथवा आचरण मिलेर चाहिँ लोकाचार बनेको हुन्छ। अनि विचार भनेको पनि त्यही, लोकाचार अथवा विचार है। यस्ता विभिन्न कुरा चाहिँ हामी हेर्छौँ। अथवा नैतिकता भनेको चाहिँ सामाजिक हुन्छ अथवा समाजमा कुन कुराहरू गर्न मिल्ने र कुन कुरा गर्न नमिल्ने भन्ने हुन्छ। उदाहरणको लागि एउटै काम चाहिँ समाज अनुसार काहीँ नैतिक हुन्छ, काहीँ अनैतिक हुन्छ। नैतिक भनेको चाहिँ गर्न मिल्ने हुन्छ, काहीँ गर्न नमिल्ने हुन्छ। जस्तै एउटा समाजमा महिला र पुरुष है, छोरा मान्छे र छोरी मान्छे हात मिलाउनु, अङ्कमाल गर्नु, त्यहाँ चाहिँ के मानिन्छ? नैतिक मानिन्छ। छोरा मान्छे र छोरी मान्छे हात मिलाउनु अर्थात् अङ्गालो हाल्नु चाहिँ नैतिकता मानिन्छ, सामान्य मानिन्छ, यो नैतिक हो, राम्रो मानिन्छ। तर कुनै समाजमा फेरि त्यही छोरा मान्छे र छोरी मान्छे अङ्गालो हालहाल गर्नु चाहिँ के हो? त्यहाँ अनैतिक मानिन्छ हो। एउटै कुरा हो नि त, क्रियाकलाप त एउटै हो। एउटा समाजले त्यसलाई नैतिक भन्छ, यो राम्रो हो। छोरा मान्छे र छोरी विपरीत लिङ्गपट्टि होइन अङ्कमाल गर्नु, हात मिलाउनु चाहिँ राम्रो भन्छ। प्राय गरेर पश्चिमा दर्शनमा, पश्चिमा समाजमा तपाईँले हेर्नु भने के हुन्छ? छोरा मान्छे छोरी मान्छे हात मिलाउनु, अङ्कमाल गर्नु त्यसलाई चाहिँ स्वाभाविक मानिन्छ। तर पूर्वीय दर्शन, पूर्वीय समाजमा चाहिँ के हुन्छ? फेरि छोरा मान्छे छोरी मान्छे अँगालो हालो हक गरौँ अर्थात् उसले चाहिँ अङ्कमाल गर्यो भने के भन्छ त्यसलाई? हेर न लाज शरम पचेका भन्छन् होइन, हेर नैतिकता नभएका भन्छ हो। भनेको यो चाहिँ समाज अनुसार चाहिँ के हुँदो रहेछ? सामाजिक नैतिकता चाहिँ फरक हुँदो रहेछ। काहीँ त्यसलाई राम्रो मानिन्छ, काहीँ नराम्रो मानिन्छ। अनि कति घरानामा आज मैले विश्वासी जीवनमा नैतिकताको सवाल भन्दैछु है। विश्वासी घरानामै जन्मिएको मानिसले चाहिँ के गर्छ? क्रिस्चियन आचरण हुन्छ, इसाई आचरण हुन्छ। विश्वासी घरमै जन्मेको मान्छेले होइन धार्मिकताका कार्यहरूले के गर्छ? पुरा गरेको हुन्छ, नैतिक आचरणमा बसेको हुन्छ। तर आज भएका सबै मानिसहरू चाहिँ विश्वासी घरानाबाटै आएका हुँदैनन्। सबै मान्छेहरू आएका हुन्छन् त, विश्वासीबाटै घरानाबाटै आएका हुँदैनन् है। आज म स्वयं पनि के हो त? एउटा विभिन्न संस्कार र संस्कृति बोकेर आएको मानिस। तपाईँ पनि त्यस्तै हुनुहुन्छ होला। अनि त्यहाँ चाहिँ हाम्रो के हुन्छ? कतिपय कुराहरू चाहिँ नैतिकता भनेको है, नैतिक जिम्मेवारी, नैतिक आचरण है, यस्ता विभिन्न कुराहरू हुन्छ जो समाजमा गर्नुपर्ने। अब आफूभन्दा ठुलालाई के गर्नुपर्ने हुन्छ? हिजोको हाम्रो समाजमा ढोग्नु पर्ने हुन्छ आफूभन्दा ठुलामा। अनि काहीँ त्यहाँ पनि फेरि त समाजअनुसार फरक हुन्छ है। काहीँ एउटा समाजमा के हुन्छ? छोरीलाई खुट्टाले छुयो अथवा केही भयो भने छोरीको खुट्टा पक्रेर ढोग्नुपर्छ। त्यो चाहिँ के हुन्छ? नैतिकता भन्छ हो। फेरि अर्को खालको यस्तो समाज हुन्छ, बाउलाई छोरीको खुट्टा लाग्यो भने बाउको खुट्टा पक्रेर ढोग्नुपर्छ। त्यहाँनिर फेरि के भनिन्छ? त्यहाँ त्यो चाहिँ आचरण, त्यो चाहिँ नैतिकता भनेर भन्छ। पछि सामाजिक नैतिकता चाहिँ के हुँदो छ? समाज अनुसार चाहिँ सामाजिक आचरण चाहिँ के हुँदो रहेछ? त्यो लोकाचार चाहिँ फरक हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्छौँ। अर्को चाहिँ भौतिक नैतिकता भन्ने हुन्छ। मैले सामाजिक आचरणलाई यति भने, सामाजिक नैतिकतालाई यति भने। अर्को चाहिँ भौतिक नैतिकता भनेको चाहिँ कस्तो भने तपाईँलाई दिने, हामी के भन्छौँ भन्दाखेरि फलाना विद्वान भएछ, फलाना धेरै जान्ने भएछ, फलानासँग धेरै क्षमता छ, फलाना एकदम त्यो विषयको अथवा कुनै पनि विषयको चाहिँ के हो? एकदम विद्वान हो। तर तपाईँले कहिले बुझ्नु भएको छ? तपाईँलाई कसैले आलोचना गर्यो भने तपाईँले के भन्नुहुन्छ? म त यस्तै हो, मेरो घराना यस्तै हो है, मेरो बाबुबाजेदेखि नै यस्तै हो, मेरो स्वभावै यस्तो हो, हामी त यस्तै हो। जब त्यस्तो भनिन्छ नि, त्यसले चाहिँ इसाई आचरण अथवा इसाई नैतिकतालाई झल्किँदैन।
धेरै पटक मान्छेले के भन्छन् भने इसाईहरू बिचमा भेट भयो भने पनि म त है फल्ना जातिको छोरा हुँ हेर्नुहोस् भन्छन् के म येशूको छोरा हुँ भन्दैनन्। त्यहाँनिर के भन्छन् म त राईको छोरा हुँ रिस उठिहाल्छ है, म त लिम्बूको छोरा हुँ अथवा म त बाहुनको छोरा हुँ यस्तै भइहाल्छ मान्छेले के भन्छन्। अथवा त्यो भन्ने मान्छेहरू चाहिँ के भन्छ भने इसाई आचरणबाट स्खलित भएका, इसाई आचरणबाट चाहिँ उनीहरू चिप्लिएका, इसाई नैतिकताबाट चिप्लिएका मान्छेहरूले के भन्छन् म त यस्तोको सन्तान पो हो त। हामी इसाई भइसकेपछि हाम्रो आचरण हाम्रो स्वभावहरू चाहिँ के हुनुपर्छ येशूको जस्तो हुनुपर्छ है। तर हामी के भनिरहेका हुन्छौँ धेरै मान्छेको मुखबाट सुनिन्छ। तर मैले यहाँ कुरा गर्दै थिएँ भौतिक नैतिकताको कुरा चाहिँ त्यो सबै कुराले म यस्तो म उस्तो मेरो यस्तो भन्ने कुरा चाहिँ वास्तवमा भने व्यर्थ छ क्या। किनभने तपाईँले जुन तापक्रम पाउनुहुन्छ शरीरलाई चाहिने ताप हो त्यो सूर्यबाट पाउनुहुन्छ, अनि तपाईँले जुन सूर्यबाट पाउनुहुन्छ मैले पनि त्यही सूर्यबाट पाउँछु। तपाईँ बस्ने भूमि जुन हो म बस्ने भूमि पनि त्यही, अथवा तपाईँसँग जे छ नि मसँग पनि त्यही छ क्या। हामीलाई भौतिक रूपमा के हुन्छ सबै कुराहरू चाहिँ बराबरी रूपमा प्राप्त हुन्छ। हामीले जल जमिन होइन वन जङ्गल वनस्पति अक्सिजन यी सबै कुराहरू हामीले के गर्छौँ बराबरी रूपमा लिइरहेको हुन्छ। यसको चाहिँ यस्तो नियम छैन कि तपाईँको निम्ति चाहिँ अहिले घाम लागिदिने मेरो निम्ति पानी परिदिने भन्ने हुँदैन। यो पनि भौतिक नियम हो, यो नैतिकता हो। त्यसको पनि एउटा नैतिकता छ भन्न खोजेको कुरा क्या। भूगोलको पनि आफ्नो नैतिकता छ। हेर्नुहोस् हरेक कुराको नैतिकता छ, उसको आफ्नो चाहिँ के गर्न हुने के गर्न नहुने। अहिले दिउँसो छ अहिले रात पर्यो भने के हुन्छ भौतिक नैतिकता घुम्छ नि त्यहाँ होइन र। अहिले कति बजे चाहिँ रात हुन्छ भरे 7 बजे रात हुन्छ, पछि 5 बजे रात हुन्छ। यो घडीलाई तपाईँले हेर्नुहोस् घडी चाहिँ कतातर्फ जान्छ जहिले पनि दायाँतर्फ जान्छ हो। घडी चाहिँ यसरी घुम्दैन, घडी चाहिँ यसरी घुम्छ। त्यो पनि एउटा उसको नैतिकता गर्नुपर्ने क्या हुनुपर्ने कुरा चाहिँ नैतिकता हो भन्न खोजेको मैले बुझाउन मात्रै खोजेको बुझ्दै हुन्छ। हुनुपर्ने अथवा गर्नुपर्ने कुरा चाहिँ नैतिकता हो। तर त्यो घडी पनि दायाँ घुम्नुपर्ने ठाउँमा त्यो बायाँ घुम्न थाल्यो भने त्यो अनैतिक। बुझ्नुभयो? यति भन्न खोजेको भौतिक नैतिकता भनेको चाहिँ तपाईँ त्यति बुझ्नुभयो भने भयो। र अर्को चाहिँ आत्मिक नैतिकता। आत्मिक नैतिकता भनेको चाहिँ जुन कुराहरू के भन्छ हाम्रो इच्छाहरूको सङ्ग्रह चाहिँ मन हो। इच्छाहरूको सङ्ग्रह चाहिँ मन हो। तपाईँलाई के कुराहरू गर्न मन लाग्छ, यस्तो खान मन लाग्छ, हिँड्न मन लाग्छ, डुल्न मन लाग्छ, बोल्न मन लाग्छ, भन्न मन लाग्छ, त्यो चाहिँ मन हो। तर त्यो मनभित्र पनि के छ एउटा गर्न हुने यो हुन्छ यो हुँदैन भन्ने चाहिँ हृदय छ है। इच्छाहरूको सङ्ग्रह चाहिँ मन हो। त्यसले चाहिँ के भन्छ तपाईँलाई यो गर त्यो गर यसो गरौँ त्यसो गरौँ भन्छ। तर हृदय चाहिँ के भन्छ यो गर्नु ठिक यो गर्नु बेठी। तपाईँलाई अहिले यहाँ उठेर नाचौँ लाग्छ, तपाईँको मनले चाहिँ के भन्छ नाचौँ लाग्छ। तर हृदयले के भन्छ अहिले नाच्ने बेला होइन वचन सुन्ने बेला हो, वचन सुन भन्छ हृदयले। मनले चाहिँ के भन्छ नाचौँ जस्तो लाग्छ। मनले चाहिँ रौँ जस्तो लाग्छ। तर हृदयले के भन्छ किन अहिले रुन्छस्, अहिले रुने बेला होइन भन्छ। बुझ्दै हुन्छ नि। मन र हृदय जुन कुराहरू चाहिँ हृदयले तपाईँलाई पर्सपेक्टिभबाट हृदयबाट तपाईँका कुराहरू आउँछन् ती कुराहरू चाहिँ के हुन् हृदयले के भन्छ
त्यस कारणले भन्छ नि छाती मात्र राख्नुहोस् त भनेको किन भने छाती मात्र राखेर भनेको उसले हृदयबाटै भन्छ भनेको हृदयबाटै भन्छ भने चाहिँ मान्छेले के भन्छ छाती मात्र राखेर चाहिँ उसले साँचो बोल्छ भनेर मान्छेले एउटा त्यो नैतिकता जाँच्नको निम्ति चाहिँ उसले सही बोलेको छ कि झुटा बोलेको छ भनेर उसलाई जाँच्नको निम्ति चाहिँ मान्छेले के भन्छ छाती मात्र राखेर भन्छ उसले छातीमा हात राखेर चाहिँ उसले के भन्छ त्यसलाई सत्य बोल्नुपर्छ भने तर कतिले त छातीमा हात राखे पनि मनबाट मात्रै बोल्छ मन चाहिँ मान्छेको मस्तिष्कमा हुन्छ दिमागमा हुन्छ अनि हृदय चाहिँ मान्छेको के हुन्छ कतिले हृदयलाई नै मन पनि भनेका छन् त्यसैले त्यही मनलाई चाहिँ MAN मन जसलाई चाहिँ हामी अङ्ग्रेजीमा म्यान पनि भन्छौँ म्यान भनेको मान्छे पनि भन्छ है जुन कुराहरू हृदयबाट आउँछ त्यो कुरा चाहिँ आत्मिक त्यो चाहिँ आत्माको कुरा हो अनि आत्माको नैतिकता आत्माले के भन्छ तपाईलाई चुरोट नखानु है भन्नु के भन्छ मेरो मनको कुरा हो मेरो शरीर हो व्यभिचार नगर्नु है व्यभिचार गर्नु हुँदैन है भन्ने मान्छेले के भन्छ मेरो शरीर हो नि व्यभिचार गरे मलाई के भयो भ्रष्टाचार गर्नु हुँदैन है भन्ने मान्छेले के भन्छ कसको लागि गरिरहेको छ भ्रष्टाचार मेरो मर्जी हो नि मेरो खुसी हो नि मान्छेले त्यसो भनिरहेको हुन्छ है भ्रष्टाचार गर्ने कुरा धुम्रपान गर्ने कुरा जाँड रक्सी खाने कुरा हैन मान्छेलाई के लाग्छ आफ्नै हो जस्तो लाग्छ आफ्नो पर्सनल हो जस्तो लाग्छ तर होइन प्रियहरू किन होइन त्यो व्यक्तिगत इच्छामा हुँदैन है तपाईको व्यक्तिगत कुराले हुँदैन तपाईलाई त्यस्तो लागेर हुँदैन किनभने नि तपाईको शरीर र मेरो शरीर एउटै तत्त्वबाट बनेको छ बुझ्नुभयो तर हृदयलाई जहिले पनि हामीले के भन्छ हृदयले चाहिँ भन्छ आत्माले के भनिरहेको छ तपाईँ कति मान्छेहरू त आत्मामा अहिले आत्मै छुट्याउन सकिरहेछ आत्मा छ भने विश्वासी भएर पनि आत्मामा उनीहरू बोल्दैनन् आत्मामा हिँड्दैनन् आत्मालाई सोध्दैनन् आत्माको कुरा बुझ्दैनन् विश्वासी भएर पनि आत्माको कुरा नबुझ्दाखेरि चाहिँ इसाई जीवनमा नैतिकताको सवाल चाहिँ के हुन्छ पर रहन्छ क्या अनैतिक भन्छ यस्तो गर्नु हुँदैन है भन्यो उसले त्यसै गरिरहेको यस्तो खानु हुँदैन है यस्तो छुनु हुँदैन है यस्तो ठाउँमा जानु हुँदैन है भन्यो त्यसै गरिरहेछ किन गर्छ त्यो चाहिँ अनैतिक भएर इसाई जीवनमा नैतिकता गुमाएर आज धेरै मान्छेले हेर्नुहोस् प्रश्न उठाउँछन् के त्यो फलानाले यसो गरिरहेछ त्यसको नैतिकता के हो कुन नैतिकताको आधारमा चाहिँ उसले यस्तो गरिरहेको छ मान्छे नैतिक प्रश्न हेर्नुहोस् मानिसको जीवनमा सबैभन्दा ठुलो क्वेसन भनेको चाहिँ नैतिक क्वेसन नैतिक प्रश्न जब तपाईँको जीवनमा दाग लाग्छ जब तपाईँको चरित्रमा दाग लाग्छ तपाईँ जतिसुकै पढाइ लेखेको मान्छे होस् तपाईँ जतिसुकै धन सम्पत्ति कमाएको मान्छे होस् जतिसुकै तपाईँले सामाजिक काम गरेको मान्छे होस् जतिसुकै तपाईँ सेवाकाईमा अगाडि बढेको मान्छे होस् जतिसुकै तपाईँले प्रचार प्रसार कार्य गर्नुहोस् तर नैतिक रूपमा दाग लागेपछि चाहिँ के हुन्छ त्यो मान्छे बदल्छ त्यस कारणले नैतिकता भन्ने कुरा धेरै पटक हामीले बुझ्दैनौँ बुझेर पनि त्यसलाई व्यवस्था गर्छौँ यो चाहिँ हाम्रो कमजोरी इसाई जीवनमा नैतिकताको सवाल चाहिँ धेरै ठुलो र अर्थपूर्ण छ किनभने अरू सबै कुरा राम्रो मान्छेले प्रचार त गर्यो तर उसको नैतिकता गुमाएको छ उसको नैतिक सवालहरू चाहिँ अनैतिकतर्फ गएको छ भने त्यो मानिसको जीवन चाहिँ के हुन्छ श्रापित हुन्छ आशिषित हुँदैन त्यसले नैतिकता इसाई जीवनमा नैतिकताको कुरा चाहिँ धेरै ठुलो कुरा हो र मैले भनिसकेँ यो चाहिँ नैतिकता चाहिँ कहाँबाट आउँछ भन्दा परमेश्वरको आज्ञाबाट आउँछ र येशूको शिक्षाबाट चाहिँ हाम्रो इसाईहरूको जीवनको नैतिकता यसरी चलाउनु पर्छ यो धार्मिकता चाहिँ कुन अर्थमा भनेको भने धर्मको नियम धर्मको विधि धर्मको संस्कार अनुसार अगाडि बढ्नेलाई चाहिँ संसारका मानिसहरूले धार्मिक भनेर भन्छन् है धर्मको नियमभित्र धर्मको संस्कार र धर्मको विधिबाट जाने मानिसलाई चाहिँ धार्मिक भन्छ हो संसारका मान्छेहरू धार्मिक हो कि होइन भनेर चिन्नको निम्ति चाहिँ बाहिरी वस्त्रहरूमा आवरणमा चाहिँ के हुन्छ उनीहरूको पहिचान हुन्छ हो बुझ्नु पनि यति भनेपछि बुझ्नुहुन्छ होइन
बाहिरी वस्त्र र आवरणमा चाहिँ उनीहरू के हुन्छ, संसारिक मान्छेहरूको धार्मिक हो कि होइन भन्ने कुरा चाहिँ उनीहरूको पहिचान हुन्छ। अब मैले यस्तो हुन्छ भने एउटा कुनै समुदायलाई त्यसले ठेस पुग्न सक्छ। त्यसकारण तपाईँले बुझ्नुहोस्, संसारका मानिसहरूले चाहिँ धार्मिक मानिस हो कि होइन अथवा धार्मिक मानिस हुँ भन्नको निम्ति उनीहरूले के गर्छन्, कुनै पनि आवरण अथवा चिन्ह अथवा कुनै सङ्केत, कुनै पहिरन उनीहरूले चाहिँ अरूभन्दा फरक खालको लगाउने बित्तिकै ऊ चाहिँ धार्मिक हो भन्ने कुरा त्यहाँ देखिन्छ। तर यहाँ के भन्न खोजेको छ भने धार्मिकता भन्दा दयालु भएर काम गर्ने व्यक्ति अथवा काम गर्ने इसाई चाहिँ साँचो नैतिकता हो। कहिलेकाहीँ धर्मको नियमले बाँच्छ, बुझ्नुभयो? धार्मिकताले चाहिँ सीमा दिएको हुन्छ नि। धार्मिकताको त एउटा नियम हुन्छ, परिधि हुन्छ, सीमा हुन्छ। तर त्यो भन्दा पनि दयालु भएर काम गर्ने चाहिँ साँचो नैतिकता। तपाईँले लुका 10 अध्यायको 25 देखि 37 सम्म त्यहाँनिर हेर्नुभयो भने एउटा घटना छ है। के घटना छ भन्दाखेरि येशूलाई मानिसहरूले परीक्षा गर्ने गरी प्रश्न गर्छन् र त्यो प्रश्नको उत्तरमा चाहिँ उहाँले एउटा दृष्टान्त भन्नुहुन्छ कि एउटा मानिस होइन, एउटा व्यापारी बाटो हिँडिरहेको, ऊ चाहिँ अचानक डाकुहरूको हातमा पर्यो र डाकुहरूले उसलाई के गरे, उसँग भएका सबै कुराहरू लुटपाट गरे र उसलाई मरणसम्म हुने गरी मर्ने अवस्थामा पुर्याएर उसलाई छोडेर हिँडे। त्यही बखतमा त्यहाँ के आउँछ, को आउँछ, एउटा पुजारी आउँछ। तर उसले त्यो बाटोमा लडिरहेको मानिसलाई देखेपछि उसले के गर्छ, त्यहाँ तर्केर जान्छ हो, तर्केर जान्छ। त्यो अरू मान्छेहरू पनि आउँछन्, सबैले त्यसलाई हेर्दैन। तर एकजना सामरी भनेको एकजना चाहिँ अत्यन्त समाजबाट हिँडित भएको मानिस, अपहेलित भएको है, अछुत भएको मानिस त्यही बाटोमा आउँछ र उसले त्यो लडिरहेको अवस्था देखेपछि उसले के गर्छ, उसलाई उठाउँछ अनि उसका रगतहरू पुछिदिन्छ र आफूसँग भएका केही प्राथमिक उपचारहरूले गरिराखेर त्यही छेउमा रहेको एकजना मानिसलाई उसले के भन्छ, यसलाई चाहिँ राम्रोसँगले तिमीले हेरचाह गर, कति दाम उठ्छ म फेरि फर्केर आउँदा तिमीलाई दिनेछु। अनि यसले भन्नुहुन्छ ती दुई मध्ये अथवा त्यो पुजारी ठिक कि त्यो एउटा सामरी। अनि त्यो मानिसहरूले के भन्छन् त, त्यहाँ पढिसक्नु होला होइन, उनीहरूले भन्छ कि दोस्रो मान्छे नै ठिक। त्यसो भए तिमीहरूले पनि जाऊ त्यसै। बुझ्नुभयो नि? धार्मिकताको नियम हो भने वास्तवमा पुजारीले धार्मिकताको नियम पालना गरेको हो, अशुभ भयो नि उसको लागि। ऊ कहाँ कुन यात्रामा हिँडिरहेको थियो, उसले त्यस्तो अवस्थामा देख्दा उसलाई अशुभ भयो होइन, उसले त्यतातिर नदेखेको जस्तो गरेर मुन्टो पठाएर हिँड्यो। उसको धार्मिकता उसले पुरा गरेको थियो। तर येशूले शिक्षा के दिने हुनुहुन्छ, धार्मिकता भन्दा माथि रहेर दयालु भएर जसले काम गर्छ नि त्यो चाहिँ नैतिकता। त्यो गर्नुपर्ने उसको दायित्व थिएन। कहिलेकाहीँ हामी के हुन्छ भने हामी चर्च आएको, घर जाने, हामी सङ्गतिमा आएको, तर आउँदा आउँदै कहिलेकाहीँ त्यस्ता परिस्थितिहरू बने अथवा तपाईँ चर्चबाट घरमा जाँदा त्यस्ता परिस्थितिहरू बने, तपाईँले के गर्नुहुन्छ? चर्चभित्रै पनि त्यस्तो समस्याहरू आउँछ, तपाईँले के गर्नुहुन्छ? धेरै मान्छेहरूले यो कुराहरूमा चाहिँ एकदम चुकेका छन् है। क्रिस्चियन नैतिकता छैन है। कोही मान्छेहरूले यति धेरै सुख सुविधा भोग विलास गरिरहेका छन् कि संसारका मानिसहरूले पनि त्यति सुविधाहरू प्रयोग गरिरहेका छन्। तर इसाई विश्वासमा रहेका मानिसहरूले, येशूको शिक्षा मान्ने मानिसहरूले यति धेरै उनीहरू विलासितामा गएका छन्। तर आफ्नै छेउमा समस्यामा रहेको मानिस, आफ्नै समस्यामा रहेको मानिसलाई आफ्नै आँखाले देख्दा पनि मानिसहरूले वास्ता गरिरहेका हुँदैन। त्यो चाहिँ नैतिकता सकिँदै गयो, नैतिकता नभएको।
त्यसकारणले इसाई जीवनमा नैतिकताको ठुलो सवाल रहेको छ। आत्माको फल बिना साँचो नैतिकता सम्भव छैन है। नैतिकता इसाई जीवनमा इसाई नैतिकता देखाउनको निम्ति चाहिँ आत्माको फल बिना सम्भव छैन। बुझ्नुभयो नि? आत्माको फल भन्ने के हो थाहा छ नि होइन? गलाती 5 अध्यायको 22 र 23 पदले 9वटा फलहरू भनेका छन् जुन हामी धेरै पटक पढेका छौँ होइन? धैर्यता, संयमता, दया, क्षमा, भलाइ, यस्तै कुराहरू चाहिँ के भन्दा त्यहाँ तपाईँले हेर्नुहोस् गलाती 5 अध्यायको 22 र 23 मा हेर्नु हो भने हो ती फलहरूले चाहिँ के हुनुपर्छ? हामी भरिनुपर्छ। विश्वासी हो, क्षमाको हृदय नै छ है। दुईजना श्रीमान श्रीमती सङ्गतिमा आउनुहुन्थ्यो अनि श्रीमान र श्रीमतीको चाहिँ धुमधामसँगले झगडा परेछ। अनि उहाँहरूको झगडा पनि यस्तो हो कि मुखले मात्रै होइन हातले पनि ठुलो झगडा परेछ, चोटपटक भएछ। अनि त्यसमध्येमा श्रीमान र श्रीमती मध्येमा एकजनाले भन्नुभयो, पास्टर बुवा हाम्रो श्रीमान र श्रीमती बिचमा ठुलो झगडा भयो। अनि मैले भने तत्कालै म आउनुपर्छ या तपाईँहरू दुईजना प्रार्थनामा बस्नुहोस्, त्यो ठिक गर्नु भएन। इसाईहरूले अनि के हो अरूले पनि थाहा पाए भनेको घरमा भएको वरिपरि भएका सबै मान्छेले थाहा पाए। सबै मान्छेहरूले चाहिँ हामीलाई आएर घेरा हालिरहेका छन्। मैले भने तपाईँहरूको नैतिकता गुमाउनु कहिले पनि इसाईहरूले ठुल्ठुलो स्वरमा झगडा गर्नु हुँदैन है। अनि उहाँलाई के भन्नु, म आउनु कि नआउनु? तपाईँ झगडा गर्नुभयो, झगडा मिलाउन पास्टर आउने कि नआउनु? मण्डलीमा के वचन मैले त्यही दिएको थिएँ तपाईँलाई। तपाईँको जीवनमा मैले शिक्षा त्यही दिएको थिएँ, श्रीमान श्रीमती लाप्पा खेल्नु अनि सबै समाजका मान्छेहरू आज रमित हेरुन् भनेको थिएँ। तपाईँहरूले गल्ती गर्नु। तपाईँ दुवैजना के गर्नुहोस्, एक अर्कालाई क्षमा दिनुहोस्, घुँडा टेक्नुहोस् र तपाईँ प्रार्थना गर्नुहोस् अनि छरछिमेकीहरूसँग तपाईँले माफी माग्नुहोस्। हामी श्रीमान श्रीमतीको झगडाको कारणले तपाईँहरूलाई अशान्ति भएकोमा हामी दुखित छौँ। अब हामी आइन्दा यस्तो गर्दैनौँ भने तपाईँले त्यहाँ भन्नुहोस्। अनि हुन्छ भन्नुभयो। अनि फेरि केही दिन पछाडि सङ्गतिमा आउनुभयो। अनि मैले वचन यसरी नै बोलेको थिएँ यही ठाउँबाट, तपाईँहरूले कोही त्यस्तो हुनुहुन्छ भने है क्षमा दिन सक्नु भएको छैन भने तपाईँले क्षमा माग्नुहोस्। किनभने इसाई आचरण र इसाई नैतिकता चाहिँ त्यो हो। तर त्यसमध्येमा एकजनाले भन्नुभयो, श्रीमान श्रीमती मध्ये एकजनाले भन्नुभयो, म सबै कुरा दिन सक्छु तर क्षमा चाहिँ दिन सक्छु। सबै कुरा दिन सक्छु तर म क्षमा चाहिँ दिन सक्छु। अनि मैले पनि ओठे जवाफ दिएँ, यदि तपाईँले क्षमा दिन सक्नुहुन्न भने तपाईँ विश्वासी पनि हुन सक्नुहुन्छ। तपाईँको रिस, तपाईँको श्रीमानप्रतिको रिस तपाईँ आफै पोको पारेर राख्नुहोस्, किनकि यसले चाहिँ तपाईँलाई मृत्युमा लैजानको निम्ति सहायता गर्नुहोस्। तपाईँ जीवन होइन, तपाईँ मृत्युमा जान चाहनुहुन्छ भने तपाईँ जानुहोस्, त्यो तपाईँलाई स्वतन्त्रता छ। किनभने कसैलाई पनि हामीले कर गरेर हुँदैन। साँच्चीकै आज उहाँहरू कहाँ हुन्छ थाहा छैन, सायद यो वचन सुन्नु होला, सुनेपछि पश्चाताप गर्नु होला या गर्नुहुन्न भने ठिकै छ। तर इसाई जीवनमा क्षमा दिनै नसक्ने भने चाहिँ त्यो कस्तो नैतिकता? येशूले आफूलाई क्रुसमा टाँगिरहँदा मानिसहरूलाई के भन्नुभयो? परमेश्वरसँग भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गरिदिनुहोस्, यिनीहरूले के गरिरहेका छन् सो जान्दै। तर हामी मानिसहरू के भन्छ? क्षमा दिन नसक्ने। ठिकै छ। तर नैतिक रूपमा पतन भएको नैतिक विहीन अनैतिक मानिसले चाहिँ विश्वासीले चाहिँ के गर्छ? त्यस्ता कुराहरू ल्याउँछ। आज कतिपय तपाईँ हामी बिचमा पनि त्यस्तो हुनसक्छ। हामीलाई सामान्य कुरा लागिरहन्छ तर हामी अनैतिक कार्यहरू गरिरहेका छौँ। भ्रष्टाचार, यौन अनैतिकता, झुट, स्वार्थ आदि चाहिँ यस्ता चालचलनका विरुद्धमा सत्यता कायम राख्नु नै इसाई नैतिकता। भ्रष्टाचार भनेको पैसामा ठग्नु मात्रै होइन है। भ्रष्टाचार भनेको चाहिँ आफ्नो पद, आफ्नो सम्मान, आफ्नो जिम्मेवारीबाट नाजायज रूपमा फाइदा लिनु भ्रष्टाचार हो।
विश्वासीले कसरी भ्रष्टाचार गर्छन् थाहा छ? थाहा छ कि छैन? नैतिकता नभएको है भ्रष्टाचारी, विश्वासीले भ्रष्टाचारी हुन्छ। नमरे समयमा भ्रष्टाचार हुन्छ। भ्रष्टाचार भनेको पैसामा मात्रै होइन क्या, भ्रष्टाचारमा पनि दुईटा शब्द छ, एउटा भ्रष्ट छ अनि अर्को आचरण छ, आचार छ। त्यही भ्रष्ट प्लस आचार मिलेर चाहिँ के भएको? भ्रष्टाचार भएको। भ्रष्ट भनेको चाहिँ बिग्रिनु हो क्या, भ्रष्ट भएछ भन्छ नि कहिलेकाहीँ, मती भ्रष्ट भने सुन्नु भएको नि, मती भ्रष्ट भयो भनेको चाहिँ मती बिग्रियो भने। विश्वासीहरू पनि, विश्वासीले भ्रष्टाचार कहिले पनि गर्नु हुँदैन। केमा हुन्छ त विश्वासीको भ्रष्टाचार? सोच्नु भएको होला म कोषाध्यक्ष होइन, कोषाध्यक्ष भएको अलिअलि रुपियाँ पैसा चोर्नु अनि अथवा हिसाबमा तलमाथि बनाइयो होला 2-4 पैसा गोजीमा हाल्नु, त्यस्तो गरेको छैन, म भ्रष्टाचार नै होइन, त्यस्तो होइन। विश्वासीले तपाईँ 10 बजेदेखि सङ्गति हो, 10 बज्न 5 मिनटमा आउनुहोस्, आइपुग्नुहोस्, 10 बजे आइपुग्नुहोस्, 10 बजे 10 मिनट पछाडि आउनुहुन्छ भने त्यो 10 मिनट चाहिँ तपाईँले भ्रष्टाचार गर्नुभयो। दशमसम्म भ्रष्टाचार। प्रष्ट रूपमा हामीले के गर्नुपर्छ? 100 रुपियाँ कमाउँदाखेरि 10 रुपियाँ चाहिँ चढाउनुपर्छ। तर 100 रुपियाँ कमाउँदा 10 रुपियाँ चाहिँ सजिलै हुन्छ, 1000 रुपियाँ कमाउँदा 100 पनि सजिलै हुन्छ, 10,000 कमायो भने 1,000 दिने बेलामा अलिक कन्फ्युज हुन्छ, 1 लाख कमायो भने 10,000 दिने बेलामा त पुरै कन्फ्युज हुन्छ। अनि के हुन्छ? पास्टरले चाहिँ त्यो चढाउँदैन, पास्टरलाई हामी किन जितेर चढाउनु होइन? 10,000 मा बरु 1500 हाल्दै भइहाल्यो, 8,500 चाहिँ टिफिन खर्च हुन्छ अथवा बाटो खर्च हुन्छ अथवा केही रमाइलो गरौँला अथवा केही चाहिँ सामान किनौँला है। थैथाप बनाएर 2-3 महिना भ्रष्टाचार, दशमसम्म मात्रै भ्रष्टाचार गर्न पाइयो भने 3 महिनामा त एउटा आइफोनै आइहाल्छ हो। विश्वासीहरूले कहाँ गर्छन् भ्रष्टाचार? दशमसम्म भ्रष्टाचार गर्छ, समयमा भ्रष्टाचार गर्छ, टाइम दिनमा भ्रष्टाचार गर्छ। विश्वासीले सङ्गति पनि भ्रष्टाचार गर्छ। कसरी गर्छ? वचन सुन्न बेलामा निदाउँछ, त्यो पनि भ्रष्टाचार हो। बुझ्नुभयो नि? आचरण बिग्रिनु नै भ्रष्टाचार हो क्या, आचरण बिग्रिनु नै भ्रष्टाचार। विश्वासीले हरेक ठाउँमा तपाईँ के हुनुपर्छ? नैतिकवान हुनुपर्छ, आचरणमा हुनुपर्छ। अनि तपाईँले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति के हुन्छ? पछि छानबिन हुन्छ हुँदैन? अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ है नेपाल सरकारमा, नेपालमा पनि। अहिले स्वर्गको राज्यमा कुन आयोगमा परिने हो थाहा हुँदैन। समय भ्रष्टाचार गरेछ, दशममा पनि भ्रष्टाचार गरेछ, हुँदा हुँदा भेटीमा पनि भ्रष्टाचार हुन्छ। कसरी हुन्छ भेटीमा भ्रष्टाचार? 500, 1000, 500, 100, 50, 20, 10, 5 को नोट छ भने सबैलाई तपाईँ थन्केर 5 को चाहिँ निकालेर भेटी चढाउनु भने त्यो पनि भ्रष्टाचार। किन 5 चढाउने? के छ क्या त्यसमा? नियम लेखेछ त 5 रुपियाँ चढाउने भेटी भनेर लेखेछ। तपाईँको मनमा नै के भएको छ? मनै भ्रष्ट छ नि त, भ्रष्ट क्या, बिग्रिएको। अन्त मन भ्रष्ट भएपछि के हुन्छ? हामी खट्याइखटेको चाहिँ छैन भने साटेर भए पनि हामी के गर्छौँ? त 5 रुपियाँ। तपाईँले योचोटि 5 रुपियाँ लाउनु हो भने आउने वर्ष 10 रुपियाँ हाल्नुपर्छ क्या, बढ्दै जानुपर्छ नि त। तपाईँको आम्दानी बढ्दै जान्छ, तपाईँको स्वास्थ्य बढ्दै जान्छ। किनभने स्वास्थ्य चाहिँ के भइरहेको हुन्छ? बिग्रेको थियो नि त होइन हिजो, आज परमेश्वर मान्छेपछि सुधार हुँदै जान्छ। औषधि उपचार गर्नुपर्छ। अनि अख्तियार जस्तो आयोग चाहिँ हाम्रो पछाडि लागिरहेको हुन्छ हो। अनि फाइल खोलिन्छ। फाइल कहाँ खोलिन्छ? हस्पिटलमा लगेर विश्वासीको फाइल खोलिन्छ। 1 वर्षसम्म नदिएको दशांश 5 दिन बिरामी हुँदाखेरि खार्ला खुर्लुक छिट अर्कोले खाइदिन्छ। बुझ्दै हुन्छ? भ्रष्टाचार अनैतिक भनेको विश्वासीले कसरी अनैतिकता गर्छ? यौन अनैतिकता पनि हुन्छ विश्वासी। कस्तो अनैतिकता हुन्छ? यौन अनैतिकता आफ्नो जीवन साथी भन्दा
आफ्नो श्रीमान वा श्रीमती भन्दा अरू मानिसहरूसँग यौन क्रियाकलाप, शारीरिक सम्बन्ध मात्रै नभएर यौनका गफहरू, अश्लील कुराहरू, अश्लील भिडियो हेर्ने, अश्लील फोटोहरू हेर्ने, सेयर गर्ने अथवा पठाउने, कोहीसँग चाहिँ अश्लील कुराहरू बोलेर मोज मजा लिने, त्यसलाई चाहिँ भन्छ यौन अनैतिकता। त युवाहरूले मात्रै होइन, बुढाबुढीहरूले पनि अश्लील भिडियोहरू फेसबुकमा, युट्युबमा विभिन्न ठाउँमा हेरिन्छ भने त्यो पनि के हो? अनैतिकता नै हो। नैतिक मान्छेले होसियारी हुन्छ, आफ्नो चाहिँ स्क्रिनमा, आफ्नो मोबाइलमा नराम्रा कुराहरू आयो भने सट्टै हटाइहाल्छ। तर अनैतिक मान्छेले चाहिँ के गर्छ? त्यसलाई मजा मानी भर्सकेसो वरिपरि मान्छे हेरेर एक्लै भएर ढोका थुनेर झन् मजा लिली हेर्छ। त्यो चाहिँ अनैतिक है। यस्ता धेरै कुराहरू छन्, तर मैले तपाईँलाई संक्षिप्तमा भने। अनि झुट पनि के हो? अनैतिकताभित्र पर्छ। विश्वासीले होलाई हो भन्नुपर्छ, होइनलाई होइन भन्नुपर्छ। विश्वासीले मोबाइल हेर्नु हुँदैन भनेको होइन, युट्युब हेर्नु हुँदैन भनेको होइन, हेर्नुपर्छ। तर नैतिकवान, राम्रो, फाइदा गर्ने, फाइदा भनेको व्यक्तिगत फाइदा होइन, आफ्नो आत्मालाई वृद्धि गर्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ। नराम्रा कुराहरूलाई हामीले देखेर पनि नदेखेर जस्तो गर्नुपर्छ, आँखा चिम्लिनुपर्छ, त्यस्ता कुराहरूलाई हेर्नु हुँदैन। त्यो भन्न खोजेको एउटा नैतिकवान विश्वासी बन्नको लागि। अनि झुट, जे सत्य हो त्यो कुरा बोल्नुपर्छ विश्वासीले। झुट कहिले पनि बोल्नु हुँदैन। कति मान्छेले तर्क गर्छ, कसैको ज्यान बच्छ भने त बोलिदिनुपर्छ नि। कतिले सिकाउँछन् कसैको ज्यान बच्ने सवाल छ भने झुट बोल्दिनुहोस्। तर यो कदापि होइन कि विश्वासीले सत्य मात्रै बोल्नुपर्छ, झुट कहिले पनि बोल्नु हुँदैन। किनभने एउटा झुटलाई ढाकछोप गर्नको निम्ति मान्छेले 100 वटा थप झुट बोल्नुपर्छ। जे सत्य बोल्नुहोस् एकचोटि हो, अप्ठ्यारो गर्नु। बुझ्नुभयो नि? सत्य बोल्दाखेरि एकचोटि अप्ठ्यारोलाई तपाईँले स्वीकार गर्नुहोस्। त चुनौती एकचोटि आउँछ, त्यसलाई सामना गर्नुहोस्। तर झुट बोलेर 100 चोटिको चाहिँ चुनौती सामना गर्न धेरै गाह्रो। त्यो एकचोटि मान्छेले सानो त हो नि, झुट सानो र ठुलो कहिले पनि हुँदैन। सत्य कुरा बोल्नु। अनि अनैतिक विश्वासीले चाहिँ के गर्छ? झुट धेरै बोल्छ। नैतिकवान विश्वासीले झुट बोल्दैन। अनि स्वार्थ हुन्छ। नैतिकता नभएको विषयमा के हुन्छ? स्वार्थ हुन्छ। आफूले भने जस्तो भयो भने सबै कुरा ठिक देख्छ, आफूले भने जस्तो भएन भने सबै कुरा बेठिकैमा ठिक देख्छ। त्यो चाहिँ स्वार्थ हो। कहिलेकाहीँ मैले भने जस्तो भएन भने पनि मैले त्यो कुरा गरिरहनुपर्छ। मलाई भने जस्तो भएन भने पनि मैले गरिरहनुपर्छ है। मैले काहीँ अपमान सहनु पर्यो, काहीँ ममाथि चाहिँ गिल्ला गरियो, काहीँ ममाथि घृणा गरियो, काहीँ मलाई दबाब दियो भने चाहिँ मैले हो अब यसो गर्नु हुँदैन, म किन गरिरहनु भन्नु हुँदैन। त्यो चाहिँ स्वार्थमा गरिएको छ भने चाहिँ के हुन्छ? स्वार्थ हुन्जेल चाहिँ त्यहाँ गइन्छ, गरिन्छ। अनि स्वार्थ जब पुरा नभए त्यसलाई छोडिन्छ। त्यस्तो कहिले पनि गर्नु हुँदैन। यस कारणले चाहिँ यी विभिन्न कुराहरूमा चाहिँ मान्छे के हुन्छ? अनैतिकतामा फसेको हुन्छ। अर्थात् इसाईले पनि नैतिक गुमाएको हुन्छ। संसारको मैले कुरा गरिनँ, किनभने संसारमा त अनैतिकता नै अनैतिकताले भरिएको छ। त्यस कारण हामी नैतिकवान बन्नको निम्ति इसाई भयो। इसाई भइसकेपछि हामी नैतिकवान बन्नुपर्छ। किनभने नैतिकता भएन भने चाहिँ ठाडोसिर गरेर हिँड्न सकिँदैन क्या। नैतिकता भएको मान्छेले चाहिँ गरिब नै होस्, कमजोरै होस्, दुब्लो नै होस्, रोगी बिमारी नै होस्, पातलो नै होस्, ख्याउटे नै होस्, मर्द च्यासे नै होस्, तर नैतिकता छ भने चाहिँ त्यो मान्छेले के गर्न सक्छ? आफूलाई बलियो बनाउन सक्छ। नैतिकता गुमाएको मान्छेले त्योसँग जति धन सम्पत्ति, जति जे बल तागत भए तापनि नैतिकता नै छैन भने सक्छ। त्यसो हो भने इसाई नैतिकता आत्माको फल हो भन्ने कुरा अघि हामीले हेर्छौँ। इसाई नैतिकता चाहिँ के हो? आत्माको फल हो, जुन आत्मिक रूपान्तरण र येशूको अनुकरणबाट विकसित हुन्छ। हाम्रो नैतिकता कहाँबाट हुने रहेछ? कसरी हुने रहेछ? आत्मिक रूपान्तरण हुनु पर्यो। हाम्रो आत्मालाई रूपान्तरण गर्नु पर्यो, परिवर्तन गर्नु पर्यो। कसरी हुन्छ हाम्रो आत्माको रूपान्तरण, परिवर्तन? येशूलाई अनुकरण गर्नुपर्छ।
येशू ख्रीष्टलाई पछ्याउनुपर्छ। त्यसरी चाहिँ हाम्रो के हुन्छ, आत्माको नवीकरण हुन्छ। अर्को कुरा चाहिँ साँचो नैतिकता व्यवस्था, कानुन वा नियम होइन, प्रेम, सेवा र क्षमतामा अथवा क्षमामा। फेरि सुन्नुहोस् है, साँचो नैतिकता व्यवस्था, नियम, कानुन, विधिमा होइन, तर प्रेममा, सेवामा र क्षमामा आधारित येशूको जीवनशैली हो। साँचो नैतिकता चाहिँ के रहेछ? सेवा हो, क्षमा हो, प्रेम हो। त्यो चाहिँ साँचो नैतिकता हो। तर हामी के गर्छौँ? नियम बनाइदियो भने चाहिँ हामी पालना गर्छौँ। हो, एउटा विश्वासीको निम्ति वास्तवमा भन्यो भने नियम चाहिँदैन क्या। कतिवटा मण्डलीमा तपाईँले देख्नु भएको छ, विश्वासीहरूलाई नैतिक बन्धनमा राख्नको निम्ति चाहिँ विधान बनाइएको हुन्छ। प्राय बनाएको हुन्छ है, हामीले अहिलेसम्म बनाएको छैनौँ नि विधान। किन भन्दाखेरि एउटा विश्वासी भएपछि स्वाभाविक रूपमा ऊ चाहिँ के हुनुपर्छ? परमेश्वरको आत्माअनुसार चल्नुपर्छ, परमेश्वरको डरमा चल्नुपर्छ र परमेश्वरको वचन नै हाम्रो विधान हो भन्ने हाम्रो बुझाइ हो। तर कहिलेकाहीँ विश्वासीहरूलाई त्यो नैतिक पतनबाट जोगाउनको निम्ति पनि विधान चाहिने रहेछ। विधानमा लेखिएको हुन्छ, के लेखिएको हुन्छ? मण्डलीको सदस्यता बन्ने चरणहरू हुन्छ क्या। मण्डलीको सदस्यता यो शर्त पुरा गरेपछि सदस्यता प्राप्त गर्न सक्नेछ, सदस्य भइसकेपछि यो कार्यहरू गर्नुपर्नेछ भनेर लेखिएको हुन्छ। बुझ्दै हुन्छ? त्यस कारणले अरू मण्डलीमा तपाईँलाई सट्ट जाने सट्ट आउनु सहिलो छैन, तर हाम्रो मण्डलीमा सहिलो छ। तपाईँ आउँदाखेरि पनि कुनै सिफारिस लिएर कुनै चाहिँ तामझाम गरेर आउनु पर्यो, जाने बेलामा पनि बिदा मारेर जानु पर्यो आफ्नो खुसीमा। तर यदि विधान बनाउने हो भने तपाईँ खुसीमा आउनु नै पाउनुहुन्न। खुसी लाग्यो, मण्डली मन पर्यो, म आउँछु भन्न पाउनुहुन्न। कहाँ तपाईँ सङ्गति गर्दै हुन्छ त्यहाँबाट बकाइदा चिठी लिएर आउनुपर्छ। अनि जाने बेलामा पनि मलाई मन परेन, पास्टरलाई नै भन्दिनँ, कसैलाई नै भन्दिनँ, म सुटुकै जान्छु भन्न पाइँदैन। खोजी गरेर कुन चर्चमा जान्छ त्यहाँ पत्ता लागेपछि पुरै नेपालभरि पत्रचार हुन्छ। फल्ना 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 यसरी हिँडेको हुनाले होइन, उसलाई चाहिँ निष्कासन गरिएको छैन, पत्रचार हुन्छ नेपालभरि। अनि पत्र चाहिँ मान्छेले फाइलिङ गरेर राखिरहेको हुन्छ, अनि त्यो यता न उता हुन्छ। त्यो किन? नैतिक रूपमा मान्छेलाई बाँध्नको निम्ति बनाइएको नियम। र हामी चाहिँ के भन्दैछौँ? अनुग्रहमा रहौँ, भरसक परमेश्वरको वचन बुझाउँ विश्वासीलाई। होइन, विधान बनाएर, नियम बनाएर, कानुन बनाएर, व्यवस्था बनाएर नैतिकवान बनाउन सकिँदैन। सक्ने हो भने त राज्यसँग कानुन छैन, छ त होइन? राज्यको कानुनले के भन्छ? सार्वजनिक ठाउँमा चुरोट बिँडी खानु हुँदैन। तर सार्वजनिक वडा अध्यक्षहरूले गेटमा बसेर सुई चुरोट तानिरहेको हुन्छ। कसैले ट्याक्क फोटो खिचेर लगेर चाहिँ तपाईँको प्रहरीमा लगेर लु यस्तो खाँदै थियो भनेर एउटा निवेदन दियो भने त्यो वडा अध्यक्षलाई पक्राउ गरेर लाने व्यवस्था छ। तर लगेर के गरिदिन्छ? एकछिन राख्छ, 1-2 घन्टा थुन्छ, अनि 1 रुपियाँदेखि लिएर 1000 रुपियाँसम्म जरिवाना तिर्छ। वडा अध्यक्ष न हो होइन, कति कमाएको हुन्छ त 1000 रुपियाँ तिर्छ, फेरि आउँछ, फेरि चुरोट खाऊ, फेरि गएर 1000 रुपियाँ तिर्ला। तर नैतिकता भएको मान्छेले के हुन्छ? म सार्वजनिक मान्छे हुँ, अथवा म व्यक्ति नै भए पनि सार्वजनिक ठाउँमा मैले चुरोट खानु हुँदैन भन्ने उसलाई थाहा हुन्छ। तर नैतिकता नभएको मान्छेले के गर्छ? कारमै बसेर उसले टुइँ चुरोट खान्छ। नैतिकताको सवाल हो क्या यो। किनभने नीतिमा नै अब नरहिसकेपछि उसलाई कानुन विधि बनाएर के गर्छ? त्यसले इसाईहरूले, मैले भन्न खोजेको इसाईहरूले पनि बनाएको छ कानुनहरू, नियमहरू। तर हामीलाई ती नियम कानुनभन्दा ठुलो चाहिँ परमेश्वरको वचनमा हामी चाहिँ आधारित हुनुपर्छ। यदि परमेश्वरको वचनलाई पालना गर्ने हो भने हामीले थप मण्डलीमा नियमहरू बनाइराख्न आवश्यकता छैन। तर त्यही कारणले नहुने हुँदा चाहिँ मान्छेलाई नियम बनायो भने नियमले बाँध्न सक्यो। हो, बाइबलमा कहाँनिर लेखेको छ होइन, यस्तो गर्ने मान्छेलाई यस्तो गर्नु भनौँ भने, ल एउटा उदाहरणको लागि नियमित दशंश नहाल्ने मान्छेलाई मण्डलीबाट निष्कासन भन्नु, उसले त खोज्ला कहाँ छ बाइबलमा देखाउनुहोस् भन्यो भने के भन्छ? भाइ यो बाइबलमा भएको चाहिँ होइन, तर हाम्रो मण्डलीको नियम होइन, विधानको
नियम यतिको उपनियम यतिमा अथवा दफा यतिको उपदफा यतिमा यस्तो लेखेको छ, त्यहाँ पढ। एउटा मण्डलीको सदस्य भइसकेपछि नियमित रूपमा के गर्नुपर्छ, मण्डलीका सेवाहरूमा सहभागी हुनुपर्छ र जहाँ तिमी यहाँ सदस्य भइसकेपछि तिमीले दशांश भेटीहरू यहीँ लगाउनुपर्छ। यदि नलगाएको खण्डमा चाहिँ तिमीलाई के हुन्छ, कारवाही गरिनेछ अथवा निष्कासन गरिनेछ। यतिमा लेखेर ल हेर त भनिदिनु, तपाईँ के भन्नुहुन्छ, ए हो रहेछ भन्छ नि डरले, त्यो सुनेपछि अरू पनि डरले है फेरि यसो गर्नुपर्छ है भन्छ। भित्रदेखि आउनुपर्छ भनेपछि क्या, यो कानुनले नियमले विधानले विधिले बाँधेर होइन, तर केबाट आउनुपर्छ अरे, सेवाबाट आउनुपर्छ, क्षमाबाट आउनुपर्छ, प्रेमबाट आउनुपर्छ। त्यसो भयो भने चाहिँ त्यो विश्वास चाहिँ साँचो नैतिकता हुन्छ। न त उसले एकछिन डरको हिसाबले मात्रै काम गरेको, डरको आधारले मात्रै नैतिकता मानेर हुँदैन क्या। खबरदार तैँले यस्तो गरिस् भने नैतिकता नभएको विश्वास हो क्या, जजमा मोबाइल बजाउने भने के भनेको हुन्छ, त्यसले डिस्टर्ब गर्छ, मोबाइलहरू तपाईँले स्विच अफ गर्नुपर्छ सधैँभरि भनेर राखेर हुन्छ। यहाँ भित्तामा यस्तो सूचना टाँसेर मात्रै हुन्छ। नैतिकवान विश्वासीले के गर्छ, हलभित्र पसिरहेकोले फोनलाई साइलेन्स गर्छ अथवा स्विच अफ गर्छ। अनैतिक विश्वासीले चाहिँ के गरिदिन्छ, खुल्ला छोड्छ। अहिले भर्छ भएन भने यहाँ सेवाकाई भइरहेको छ, वचन भइरहेको छ, त्यहाँबाट हेलो एकछिनबाट ल सेवा हुँदैछ, यसो हेरो वरिपरि ठुलै मान्छे क्या, वरिष्ठै मान्छे जस्तो नैतिकता नभएको भने है। अब हामीले बाहिर चाहिँ जुत्ता चप्पल खोल्ने ठाउँ त्यत्रो खर्च गरेर त्यो ऱ्याक बनाएको छ नि, नैतिक भएको मान्छेहरूले चाहिँ त्यो जुत्ता चप्पललाई के गर्छ, तपाईँलाई त राख्नुपर्ने ठाउँमा राख्छ। अनैतिक मान्छे चाहिँ ड्याम आउँछन्, खोल्छन्, जहाँ पाए त्यहीँ क्या, अनि अर्कोले आउँछ लात्ता ल्याउँछ, अर्कोले अर्को राख्दाखेरि उता छिटिन्छ, अनि भरे खोज्नको हैरान हुन्छ, धुलै धुलो हुन्छ त्यो चर्चको अगाडि होइन। अनि ठिक ठाउँमा राख्ने मान्छेले चर्चबाट भित्र गएर जुत्ता लाउने बेलामा धुलै धुलो छाप्पै टाँसिएको हुन्छ। भनेको त्यो अनैतिक मान्छेले के गर्ने भयो, नैतिक मान्छेलाई नै बिगाऱ्यो क्या, भ्रष्ट बनायो हो। त्यो एकजनाले गर्दाखेरि सबैलाई के गरिदियो, उसले गरेको त्यो एक प्रकारले पापै हो नि त, उसले गरेको पाप सबैलाई लाग्यो क्या, स्वर। अब नभए त्यहाँ सबैले आउने ट्याक 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 राखिदिएको छ नि त, त्यहाँ जुत्ता चप्पल राख्ने ठाउँ त्यहाँ हो, बस्ने ठाउँ यहाँ हो है। अनि सङ्गतिमा आउँदाखेरि स्विच अफ गर्नुपर्ने, अनुशासित भएर बस्नुपर्ने होइन। अनैतिक मान्छेले यहाँ के गर्छ, धेरै फेसिलिटी खोज्न थाल्छ। तर नैतिक मान्छेले के गर्छ, परमेश्वरको आराधना गर्न अनुशासित भएर बस्छ। तर यो नियम बनाएर मलाई लाग्छ कि नियम बनाएर यहाँ टाँसिदिएर यो नियम पालना गर्नेछ भनेर हुँदैन। नैतिक मान्छेलाई, नैतिक विश्वासीलाई, नैतिकता भएको विश्वासीलाई यति भने पुग्छ, इसारा भए काफी हुन्छ है। नैतिकता भएको विश्वासीले अर्को हप्तादेखि यो काम गर्दै चर्चभित्र मोबाइल बजाउँदै जुत्ता चप्पल ठिक ठाउँमा राख्छ, ओर रदोर गरेर यता यहाँ गर्दै ठिक ढङ्गले बस्छ। तर नैतिकता नभएकोलाई जति भने पनि केही फरक पर्दैन। त्यो नैतिक रूपमै पतन भइसकेछ भने उसले के गर्छ, केही पनि गर्दैन हो। अनि क्रिस्चियनहरूले संसारको दबावमा होइन, बाइबलीय सत्यतामा स्थिर रही उज्यालो जीवन जिउनु पर्दछ। इसाईहरूले संसारको दबावमा होइन, तर बाइबलीय सत्यतामा स्थिर भई उज्यालो जीवन जिउनु पर्दछ। अन्धकार मन पराउनु हुँदैन है, मौका नपाउँदा मात्रै। नैतिकता नभएको विश्वासीहरूले त जहाँ गए पनि के हुनुपर्छ भने नि परमेश्वरको दूत हो नि त, होइन र? यसु ख्रीष्टको चेलाहरू होइन त, प्रतिनिधि होइन त? चाहे तपाईँ व्यापार गर्न जानुहोस्, या व्यापारमा केही किनमेल गर्न जानुहोस्, या तपाईँ कहीँ गाडीमा चढेर जानुहोस्, या तपाईँ स्कुल कार्यालयहरूमा जानुहोस्, जहाँ जाँदा पनि तपाईँ त यसुको प्रतिनिधि हो नि त। यसुको प्रतिनिधि भइसकेपछि चाहिँ तपाईँ त्यसरी नै नैतिकवान हुनुपर्छ। मलाई छक्क लाग्छ कि म पनि क्याम्पसमा पढ्न जान्छु, अनि त्यहाँ बस्दै गर्दै गएपछि के भन्दा मैले केही भनेको हुँदैन, म इसाई हुँ भन्ने कुरा कहीँ गन्ध दिएको हुँदैन। तर के भन्छ, तपाईँ इसाई हो भन्छ। अनि किन भन्दा तपाईँ त्यस्तै देखिनुहुन्छ र। अनि मैले कहीँ केही चिन्ह लगाएको छु त इसाई भनेर, पुरुष पनि कहीँ टाँसेको छुइनँ, म यत्तिकै गएको छु। अनि कसरी तपाईँले देख्नुभयो त भन्दाखेरि होइन, तपाईँको बोली वचन स्वभावहरू चाहिँ मलाई त्यस्तो लाग्यो। हेर्नुहोस् न, हामी त के बोल्छौँ
कतिजना कोही मान्छे यत्रो रिसाउँछन् क्या, पढ्दा पढ्दै कुनै कुरामा छलफल गर्दा गर्दै पुरा रिसाउँछन्। एउटाले भन्यो म त इसाईहरूलाई एक आँखाले पनि हेर्न सक्दिनँ, साह्रो भटारो हुन्छन् भने यस्तो जङ्गी हो क्या त मान्छे अरू प्रसङ्गमा है। अनि उसले जसलाई फर्काउँदै थियो उसलाई सोध्यो तपाईँ त इसाई होइन नि भन क्या। अनि उसले है म त इसाई होइन, म त पक्का अब यस्तै हुँ भनेर उसले आफ्नो धर्मको परिचय। अनि ऊ झन् इसाईहरूको विषयमा कुरा गर्दै जाँदै मसँगै 3 जना मात्रै छौँ। जो मान्छेसँग उसले तर्क गर्दैछ उसले त्यस्तो हो कि नाङ्गो ठटाएर हात्ती तर्साए जस्तो भयो नि त त्यहाँ त होइन। उसलाई भने जस्तो मलाई त उसले त भन्दैछ। अनि उनीहरूको उसको कुरा उसले चाहिँ सहज रूपमा स्वीकार्यो। हो ठिकै हो हजुर भन्दै उसले रहने राखेपछि यसो मतिर हेर इसाई त तपाईँ जस्तो पो देखिनुहुन्छ, तपाईँ के हो भनेर मैले म हो त इसाई। ला माफ गर्नुहोस् है म त कस्तो उसमा आएर भनिहालेँ। ठिकै छ तपाईँले जे बुझ्नु भएको थियो इसाईहरूलाई जसरी तपाईँले चिन्नु भएको थियो त्यसरी नै भन्नुभयो, तर इसाईहरू चाहिँ त्यस्तो होइन है। तपाईँले जसको विषयमा भन्नुभयो जो मान्छेहरू तपाईँले देख्नुभयो ती चाहिँ भ्रष्ट भएका इसाई त होला होइन, हो कि होइन भन्ने कुराको लाइसेन्स हामीले दिने कुरा भएन, प्रमाणीकरण हामीले गर्ने कुरा भएन। तर त्यो भ्रष्ट भएको नैतिकता नभएको इसाईलाई तपाईँले देख्नु भएछ, भेट्नु भएछ। तर इसाई चाहिँ त्यस्तो हुँदैन। ठिकै हो अब यही समाजको उत्पादन हो, उसले त धर्म लियो येशूको नाउँमा, तर उसले त्यसरी जिइरहेको छ भने माफ गर्नुहोस् होइन, उसको तर्फबाट म माफी माग्छु। किनभने ऊ चाहिँ असल खालको इसाई होइन रहेछ भनेपछि के भन्छ बाफले तपाईँ जस्तो पनि हुँदैछ है इसाई, मैले त देखेकै थिइनँ। म त छक्क परेँ तपाईँ पनि इसाई हुनुहुँदो रहेछ भनेर। अनि इसाई त यस्तो पो हुनुपर्छ। ल तपाईँ जस्तै इसाईहरू अरू पनि छन् भने मलाई देखाइदिनुहोस्, म पनि इसाई बन्छु। मैले भने म कस्तो इसाई छु, म मात्रै छु। म जस्तै इसाई मेरो बुवा पनि हुन्न, मेरो छोरा पनि छ। किनभने मेरो बुवा जस्तो म हुन खोजेर हुँदैन, मेरो छोरा जस्तो म हुन खोजेर हुँदैन, म नै तपाईँ नै हुनुहुन्छ भनेपछि उसले के भन्यो सरी है अब तपाईँलाई म येशूको विषयमा इसाईको विषयमा धेरै कुरा सोध्नु पर्नेछ भने हुन्छ भने बुझ्नु। हाम्रो अनि कहिलेकाहीँ म पसलमा बसिरहेको हुन्छु, हुन त पसलमा चिन्ह पनि राखिदिएको छ हामीले, क्रुस पनि राखेको छ, तर क्रुसहरू देख्दैन। केही कारोबार गर्न मान्छेहरू आउँछन् अनि सोध्छन् तपाईँ इसाई हो, अनि म त लाग्छ उनीहरू त्यो क्रुसहरू देखेर होला सोधेको हजुर हो त यहाँ हेर्नु न। ए त्यहाँ त मैले हेरेकै थिइनँ। अनि नहेरिकन कसरी तपाईँले त्यसो भन्नुभयो होइन, तपाईँको बोली वचनहरू व्यवहारहरू चाहिँ इसाईको जस्तो लाग्यो। हालेलुया प्रभुको महिमा होस्। तपाईँको जीवनमा मान्छे त्यसो भन्न सक्छन्? तपाईँले गर्ने व्यापारमा, तपाईँले गर्ने व्यवसायमा, तपाईँ आउनुभएको ठाउँमा मान्छे त्यसो भन्न सक्छन्? तपाईँलाई भन्छन् त्यसो भने तपाईँ अब नैतिकवान बन्दै हुनुहुन्छ। तर त्यसो भन्दैनन् तपाईँलाई हेरेर चाहिँ है आलोचना गर्छन् भने आज इसाईहरूमा यही समस्या खडा भएको छ। नैतिकवान बन्नु त परमेश्वरको असल दूत बन्नु, येशूको असल चेला बन्नु पनि। त्यस कारणले इसाई जीवनमा नैतिकताको त कति धेरै अर्थ छ है। तर हामी यी कुराहरूलाई बुझिसकेपछि अब हामीले सोच्नुपर्छ तपाईँ येशू जस्तै नैतिक र पवित्र जीवन जिउन चाहनुहुन्छ? तपाईँ तयारी हुनुहुन्छ? येशूले कस्तो जीवन जिउनुभयो? येशूले प्रेमको जीवन जिउनुभयो, येशूले क्षमाको जीवन जिउनुभयो, येशूले नम्रताको जीवन जिउनुभयो, येशूले सत्यको जीवन जिउनुभयो, येशूले दयाको जीवन जिउनुभयो। एउटा सामरी स्त्री जो व्यभिचारमा पक्राउ परेकी थिए अनि मानिसहरूले के गरे चोकमा लिएर चाहिँ उसलाई ढुङ्गाले हानेर मार्नुपर्छ भन्ने कानुन थियो, व्यवस्था थियो। त्यही व्यवस्था पुरा गर्नको निम्ति व्यभिचारमा पक्राउ परेकी स्त्रीलाई मानिसहरूले के गरे चोकमा ल्याए र त्यहीँ येशू पनि जाँदै हुनुहुन्थ्यो र यसलाई बोलाएर मानिसहरूले भने अब न्याय गर्नुहोस् यहाँ, किनभने तपाईँ त धर्मशास्त्रका धेरै कुरा जान्नुहुन्छ, धर्मशास्त्रमा के लेखिएको छ? अनि यसले त्यहाँ के भन्नुहुन्छ? ठिक छ धर्मशास्त्रमा व्यभिचारमा पक्राउ परेकालाई ढुङ्गाले हानेर मार्नु परेको छ, तर तिमीहरूमध्ये जो पवित्र छ
जो शुद्ध छ उसले के गरोस्, उसले मात्रै ढुङ्गाले हानोस् र यसलाई मानोस्। यसोले भन्नु सबै मान्छेले यसो हेर्छ, शुद्ध त थिएन। अर्कोले यसो आफूलाई हेर्छ, जुरुक उठ्छ हिँड्छ, जुरुक उठ्छ हिँड्छ, जुरुक उठ्छ हिँड्छ। अनि अन्तिममा यसले यसो हेर्नुहुन्छ त त्यहाँ त स्त्री मात्रै छ, स्त्री मात्रै छ त्यहाँ, कोही पनि छैन मान्छे। अनि यसोले सोध्नुहुन्छ के तिनीहरूले तिमीलाई केही पनि भनेन, केही पनि गरेन? किनभने व्यवस्थामा त ढुङ्गाले हानेर मार्नु पर्ने थियो नि त। अनि उनले भन्छ प्रभु मलाई केही पनि गरेन। त्यसो भए म पनि केही पनि गरेन, तिमी यहाँबाट जाऊ र अब उसो त्यसो नगर। हालेलुया, हालेलुया। प्रभुको हृदय, प्रभुको दया कस्तो थियो हेर्नुहोस्। पक्राउ गर्नको निम्ति मानिसहरू आइरहँदा होइन, कान काटिँदा पनि उहाँले के भन्नु, यसो नगर, यसो नगर। कान चाहिँ जोडिदिनु भयो होइन, थाहा छ नि त भयो। यसो चाहिँ क्रुसमा भन्नुहोस् न अन्तिम क्षणमा हुनुहुन्थ्यो, तर पनि उहाँले के भन्नु, हे पिता यिनीहरूलाई माफ गरिदिनुहोस्, यिनीहरूले के गरिरहेका छन् सो जान्दैन। त्यस कारणले प्रियहरू, हाम्रो जीवनमा, इसाईहरूको जीवनमा धेरै सतावट आउँछ, समस्या आउँछ, परीक्षा आउँछ। तर हामीले भन्नुपर्छ, हे प्रभु यिनीले के गरिरहेका छन्, यिनी जान्दैन, यिनलाई क्षमा गर्नुहोस्। तर आफूले त जान्नुपर्छ नि आफूले के गरिरहेको छु। त्यसैले प्रिय संसारको दबावको बिचमा आत्माको फलमा स्थिर रहन सक्नुपर्छ। अनि संसारमा धेरै कुराको दबाव छ, तपाईँलाई पैसाको दबाव छ, स्वास्थ्यको दबाव छ होइन, धेरै चौतर्फी दबाव छ नि संसारको। कतिवटा दबाव छ तपाईँलाई, भ्रष्टाचार नगरौँ पैसै पुग्दैन, कसैलाई चाहिँ नठगौँ खानै पुग्दैन, कोहीसँग चाहिँ अलिक नम्र भएर हिँडौँ, झन् हेपेको हेपे, झन् हेपेको हेपे गर्छ। कति कुराको दबाब छ होइन। मन कति साँगुरो बनाएर हिँड्ने, कहिले कहिले त पड्किन मन लाग्छ नि होइन। हदै गऱ्यो ड्याङ कि ड्याङ दिने, भोलि होला नि विश्वासको विषय छलफल। धेरै मान्छेहरू त्यो विचार गर्छ, कति सहन, भोलि हुने कुरा हुन्छ नि। रिसाको बेला कसले बाइबल पढिरहन्छ, जे हुन्छ हुन्छ। धेरै मान्छेहरू त्यसो भन्छ, तर त्यसो भन्ने मान्छे नैतिकवान मान्छे होइन। जति समस्या आए पनि, जति पीडाहरू आए पनि त्यसलाई दबाएर, त्यसलाई थामेर, त्यसलाई मानेर, त्यसलाई सहेर, जसले चाहिँ आत्माको फलमा स्थिर रहन सक्छ, त्यो चाहिँ नैतिकवान। के तपाईँ त्यसो गर्न तयार हुनुहुन्छ? तपाईँमाथि सबैले समस्या थुपार्दैछ, तपाईँको विरोधै मात्रै गरोस्, तपाईँलाई चाहिँ यति धेरै सतावट गरोस् कि, तर त्यस्तो बिचमा पनि तपाईँ दया गर्न, प्रेम गर्न, भलाइ गर्न, क्षमा दिन तपाईँ तयार हुनुहुन्छ? तयार हुनुहुन्छ भने चाहिँ आजको वचन तपाईँले बुझ्नु होइन। म तयार छैन भन्नुहुन्छ भने आफ्नो विचार, किन गर्न पाइन्छ क्या, गर्ने मान्छेहरू पनि छन्, तर नैतिकताको कुरा रहन्छ। र अन्तिम प्रश्न तपाईँले, तपाईँको निर्णय र व्यवहारले के यसुलाई प्रतिनिधित्व गर्छ? तपाईँलाई हेर्दा क्या मान्छेले, तपाईँलाई हेर्दा, तपाईँको व्यवहार हेर्दा तपाईँ यसुको छोरा, यसुको छोरी जस्तो देखिन्छ? यति मैले गर्दाखेरि पनि यो मान्छेले त केही पो बोलेन हो, यो मान्छेले केही पो भनेन हो, कहिलेकाहीँ हामीलाई खुसी लाग्छ। अरू कसै मान्छेलाई दमन गर्न पाउँदा, अरू कोही मान्छेलाई मन दुखाउँदा, अरू कोही मान्छेलाई हेप्न पाउँदा बडो खुसी लाग्छ। तर तपाईँले के विचार गर्नुपर्छ, हामीले के विचार गर्नुपर्छ भने, त्यसो गर्दा पनि कोही मान्छेले बोलिरहँदैन भने उसको हृदय चाहिँ यसुको हृदय, उसले तपाईँलाई क्षमा दिइरहेको छ, हरेक कुरामा क्षमा दिइरहेको छ। तर आज के तपाईँ त्यसो गर्न तयार हुनुहुन्छ? अनि हुनुहुन्छ भने चाहिँ परमेश्वरलाई तपाईँले आफ्नो जीवन समर्पण गर्नुहोस्, तपाईँ नैतिकवान बन्नुहुनेछ। त्यस कारणले प्रियहरू,
इसाई जीवनमा नैतिकता भन्ने साह्रै ठुलो कुरा हो। नैतिकता गुमाइसकेपछि चाहिँ फेरि विश्वासी अथवा इसाई जीवनमा रहिरहन पनि धेरै गाह्रो पर्छ। आज इसाईहरू सङ्ख्यामा त बढेका छन्, धेरै भएका छन्, तर नैतिक रूपमा चाहिँ इसाईहरू कुन कोटीमा छ, कुन ग्रेडमा छ? अब नैतिकताको वर्गीकरण गर्नुपर्ने बेला भएको छ। उच्च कोटी क वर्ग अथवा A+, A, B+, B, C+, C, D अथवा त्योभन्दा पनि तल E हो ग्रेड। आज नैतिकताको ग्रेड छुट्याउने बेला भएको छ। त त्यो ग्रेड कसले छुट्याउ? तपाईँ र हामीले त केही छैन, परमेश्वरको वचन सुन्ने हो, आफ्नो जीवनलाई व्यवस्थित र सरल बनाउने। जसले सुन्छ तर पनि पालना गर्दैन, त्यो उसको समस्या हो। तर जसले सुन्छ उसले बुझ्छ, जसले बुझ्छ त्यसलाई प्रयोग गर्छ, त्यसले चाहिँ परमेश्वरबाट आशिष पाउँछ। आमेन।